पत्रकार किशोर श्रेष्ठ विरुद्ध उपसभामुखको उजुरी फेरि पक्राउ गर्ने तयारी। जनआस्थाका पत्रकार किशोर श्रेष्ठ हिजो रिहाई भए पनि फेरि पक्राउ पर्न सक्ने सम्भावना उच्च छ, किनभने उपसभामुख रुबी कुमारी ठाकुरले हिजो नै उनी विरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन्। जनआस्था सम्पादकमा श्रेष्ठले आफ्नो बारेमा गलत समाचार प्रकाशित गरेर चरित्र हत्या गरेको भन्दै उनले प्रहरी गुहारेकी छिन्। यसअघि रासोपाका सांसद र दीपिका सिंहको चुम्बनको फोटो सार्वजनिक गरेकै कारण पक्राउ परेर 5 दिन हिरासतमा बसी सोमबार रिहाई भएका श्रेष्ठ फेरि पक्राउ पर्ने आशंका बढेको छ। यता सोमबार राति हिरासतबाट बाहिरिएका श्रेष्ठले आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। रिहाईपछि उनले पन्छी र खुल्ला आकाशको प्रसङ्ग मार्फत स्वतन्त्रताको महत्त्व उल्लेख गरेका छन्। उनले केही समय लागे पनि भ्रमको अन्त्य हुने विश्वास समेत व्यक्त गरेका छन्। श्रेष्ठको भनाइ छ, पन्छीको ठाउँ पिञ्जडा होइन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ। उनले त्यसै सन्देशमा सत्य र कलम प्रतिको आफ्नो विश्वास पनि व्यक्त गरेका छन्। उनले लेखेका छन्, सत्य मरेको छैन, कलम हारेको छैन। सबैलाई बधाई, सबैलाई शुभकामना।